सालतिरको उसमा जान चाहन्छु। 2050 सालमा हामीले पत्रकारिता सुरु गर्दाखेरि चाहिँ हामी सञ्चारकर्ममा जोड्दै गर्दाखेरि चाहिँ परवा बोलबम धाम मन्दिर बन्दै थियो। परवा बोलबम धाम मन्दिर बन्दै गर्दाखेरि चाहिँ त्यतिखेर एउटा सानो मन्दिरको रूपमा थियो। तर हामीले चाहिँ सञ्चार क्षेत्रबाट चाहिँ हामीले त्यही समाचार प्रवाह गर्दै गयौँ। के भन्यो भने हामीले चाहिँ सैन्यमानाको परवा बोलबम धाम पश्चिम नेपालको मात्र होइन, नेपालकै पशुपतिनाथ मन्दिर पछिको पहिलो पशुपतिनाथ मन्दिर त्यो गऱ्यौँ। त्यति बेला चाहिँ त्यो विषय लेख्दै गयौँ, हामीले लेख्दै गयौँ। त्यो विषय गर्दा चाहिँ कपिराइट गर्दै अरू पनि साथीले त्यस्तै प्रयोग गर्दै गए र पश्चिम नेपालको परवा बोलबम धाम मन्दिर वास्तवमा चाहिँ पश्चिम नेपालको पशुपतिनाथ मात्रै होइन, नेपालकै पशुपतिनाथ पछिको दोस्रो पशुपतिनाथ मन्दिर परवा परमेश्वर बोलबम धाम भयो भन्ने कुरा चाहिँ एउटा चाहिँ स्थापित अहिले भइसकेको छ। त्यसै गरी चाहिँ परवा बोलबम धाम मन्दिर चाहिँ बोलबम धाम मन्दिर मात्रै होइन, यो चाहिँ पश्चिम नेपालकै बोलबम यात्रा गर्ने पहिलो चाहिँ यो बोलबम धाम यात्राको पनि यो यहाँबाट सुरुवात भएको हो, यो पहिलो हो भनेर चाहिँ त्यो पनि हामीले लेख्यौँ। त्यसपछि त्यो पनि एउटा यस मानेमा चाहिँ यो स्थापित भएको छ र अहिले चाहिँ पशुपतिनाथ मन्दिर पछिको चाहिँ परवा बोलबम धाम स्थापित भएको छ र चाहिँ नेपालमै बोलबम धामको यात्रा गर्ने पहिलो चाहिँ क्षेत्र भनेको परवा बोलबम धाम क्षेत्रबाट भएको हो भन्ने कुरा चाहिँ एउटा स्थापित भएको छ। त्यो चाहिँ सञ्चार क्षेत्रले गरेको महत्त्वपूर्ण काम हो, त्यो हामीले उठाएको विषय हो चाहिँ। त्यसले गर्दा 30 वर्षको अवधिमा चाहिँ अहिले के भन्दा चाहिँ अब चाहिँ अब नेपालमा मात्रै होइन, यो कुरा चाहिँ बाहिर पनि गयो, जस्तो भारतमा गयो, अरू देशमा पनि गयो। तिनीहरूले भारतीय टुरिस्टहरू भारतीय पर्यटकहरू बिस्तारै यहाँ आउनु पनि थालिसके। हाम्रो सरकारकै अब पालामा इन्डियाबाट यही उसमा चाहिँ भारतबाट चाहिँ धर्मयात्रीहरू चाहिँ बोलबममा जलार्पण गर्ने यात्रीहरू चाहिँ यहाँ आए त। त्यसपछि तेस्रो देशका चाहिँ पर्यटकहरू पनि आउन थालिसकेका छन्। त्यसले गर्दा चाहिँ यहाँको बजार बढेको छ, यहाँको चाहिँ स्रोत चाहिँ यहाँ थोरै यहाँ भए पनि आम्दानी बढेको छ, यहाँको चिया दोकानहरू चाहिँ आम्दानी बढेको छ। त्यसले गर्दा चाहिँ सैन्यमानाको क्षेत्रको स्रोत चाहिँ समृद्धिको उसमा चाहिँ यसले चाहिँ महत्त्वपूर्ण सहयोग पुगेको छ भन्ने कुरा चाहिँ यो हो। मैले उदाहरण पेश गरेँ। त्यसै गरी चाहिँ सैन्यमाना क्षेत्रमा सञ्चार क्षेत्रले अर्को महत्त्वपूर्ण काम गरेको छ, जस्तो कि चाहिँ रेडियो मलमला हेर्दा एकदम सानो छ, तर रेडियो मलमलाको विषयमा चाहिँ रेडियो मलमलाको नाम कसरी रह्यो होला भन्ने कुरा हुन्छ। हामी काठमाडौँमा पनि हामीले धेरै सोध्छन् मलमला भने के भन्छन् भन्दाखेरि चाहिँ मलमला एउटा मन्दिर मात्रै हो, मन्दिर हो एउटा भने। तर यहाँ नेपालमा यस्तो भइदियो कि भन्दाखेरि चाहिँ यहाँ मात्र मलमला क्षेत्रको विकासको लागि चाहिँ कसरी चासै छैन। प्रदेश सरकारको चाहिँ जिम्मा छ भन्छन्, योजना बनिसकेका छ, तर कोही विकास भएको छैन। यदि यो क्षेत्रको विकास भएको भए पनि चाहिँ हामीले लेख्ने ठाउँ पाउँथ्यौँ नि त, तर खोइ अलिक सुनसान छ मलमला क्षेत्र चाहिँ। सञ्चार क्षेत्रलाई चाहिँ जिम्मेवारी भनेको चाहिँ सम्बन्धित उसले चाहिँ स्टेक होल्डरले गरेको कामलाई हामीले चाहिँ बाहिर उसमा फैलाउने हो नि। तर किनभने त्यो पनि क्षेत्र सञ्चार छ, तिनीहरू चाहिँ सञ्चार क्षेत्रले चाहिँ गर्न खोजेको त महत्त्वपूर्ण क्षेत्र त सधैँ छ त। त्यसपछि रेडियो सैन्य र महिना ऐतिहासिक क्षेत्र हो भन्ने कुरा त जब जाहेर छ, तर खोइ त यसको चाहिँ यसो उठाने हुन सकेन। त्यो सञ्चार क्षेत्रले चाहिँ रेडियो सैन्य महिना मलमला रेडियो मलमला यी लगाएर चाहिँ का क्षेत्रले चाहिँ बहुत महत्त्वपूर्ण काम गरेका छन्, नामै राखेर पनि चाहिँ। अब यसै गरी चाहिँ साझा टेलिभिजन लुम्बिनी प्रदेशको पहिलो टेलिभिजन हो। लुम्बिनी प्रदेशमा इजाजत प्राप्त गरेको साझा टेलिभिजन पहिलो टेलिभिजन हो, तर खोइ त यसको चाहिँ छैन। समाचार लेखिरहेछ, तर प्रोत्साहन गर्ने अथवा यसलाई स्टेक होल्डरहरूले चाहिँ संरक्षण गर्ने दायित्वबाट चाहिँ चुकिरहेको हो कि सैन्यमानाका यी क्षेत्रका समृद्धिका आधारहरू चाहिँ यहीँहरू हुँदै हुन् भन्दा गर्दा चाहिँ त्यो चाहिँ अब क्षेत्रमा चाहिँ अबको दिनमा चाहिँ सम्बन्धित नगरपालिका हुनसक्छ, प्रदेश सरकार हुनसक्छ, सङ्घीय सरकार हुनसक्छ, सबैले चासो चिन्ता दिनुपर्ने खाँचो देखिएको छ। अब चुनौतीको कुरा गर्न चाहन्छु म। सञ्चार क्षेत्रको क्षेत्रले चाहिँ सैन्यमानामै पनि चाहिँ धेरै चुनौतीको सामना गर्नु परेको छ। त्यो के भन्दा चाहिँ मिडिया चलाउन त्यति सजिलो छैन चाहिँ वास्तवमा चाहिँ मिडिया चलाउन बहुत गाह्रो छ। स्टेक होल्डरहरू चाहिँ सकारात्मक नहुने हो कि भन्ने चिन्ता पनि छ। जस्तो અહીં एउटा बहिनीले कुरा गर्नुभयो, वडा अध्यक्षसँग गएँ, त्यसले चाहिँ अलिक त्यस्तो गलत व्यवहार गर्नुभयो भन्नुभयो। त्यस्तै व्यवहार सैन्य क्षेत्रको चाहिँ मिडिया क्षेत्रकोले खेप्नु परिरहेको छ, त्यही व्यवहार भइरहेको छ। यसमा चाहिँ सुधार गर्नु जरुरी छ। अब सञ्चार क्षेत्रले चाहिँ नेगेटिभ समाचार गयो भने चाहिँ स्टेक होल्डरहरू रिसाउने हो कि भन्ने चिन्ता पनि छ। केही नेगेटिभ कुरा गयो भने चाहिँ भोलि बिहान विज्ञापन नहुने हो कि हाम्रो मिडिया चलाउन गाह्रो हुने हो कि भन्ने धेरै कुराहरूले गर्दा चाहिँ
सञ्चार क्षेत्रलाई चलाउन चुनौतीपूर्ण बन्ने भएको अवस्था छ। त्यो हिसाबले के अरे चाहिँ अब चाहिँ सम्बद्ध निकायहरू चाहिँ यस्तो गरी यो नगरपालिका हुनसक्छ, पालिकाहरू हुन सक्छन्, त्यसै गरी चाहिँ प्रदेश सरकार, सङ्घ सरकारले चाहिँ एउटा चाहिँ निश्चित आधार तयार गरेर चाहिँ मिडिया क्षेत्रको विकासको लागि भनेर चाहिँ एउटा चाहिँ त्यस्तै किसिमको चाहिँ विनियोजनै गरेर चाहिँ बजेटै विनियोजन गरेर चाहिँ अलग गरेर चाहिँ एउटा चाहिँ स्रोतको सुनिश्चितता गरिदिने भयो भने चाहिँ यो चाहिँ यो क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने थियो। अब अहिले चाहिँ पूर्व पश्चिम राजमार्ग विस्तार हुँदैछ, अब बाटो विस्तार हुँदैछ। अब यही मिडिया क्षेत्रमा चाहिँ अब चाहिँ धुलो धुवाले हिँड्ने अवस्था छैन। अहिलेको दार्जिलिङ यहाँको चाहिँ बस्ती विकास यहाँको उसले गर्दा चाहिँ अब त्यसै पनि चाहिँ यो चाहिँ ठाउँ चाहिँ अग्लो के अरे यो वाल लगाउँदा चाहिँ बजार चाहिँ तल पर्ने भयो, अब चाहिँ बाटो चाहिँ माथि जाने भयो। त्यसले गर्दाखेरि अब 2-4 वर्ष चाहिँ यस क्षेत्रको चाहिँ विकास के अरे चाहिँ दोकानहरूको विकास, यहाँको चाहिँ आर्थिक विकासमा चाहिँ असर निश्चित पर्छ। त्यो अवस्थामा सबभन्दा प्रभावित हुने भनेको चाहिँ मिडिया क्षेत्र नै हो, किनकि चाहिँ यहाँ पसल चल्दैन, दोकान चल्दैन, यहाँको व्यापार हुँदैन, उद्योग वाणिज्यको कति उद्देश्य के अरे शून्य हुन्छ भन्ने विज्ञान कारण आउँछ। त्यो अवस्थामा के अरे चाहिँ चुनौतीहरूलाई सामना गर्ने किसिमले चाहिँ अबको दिनमा चाहिँ सोच्नु जरुरी छ। सबै के अरे चाहिँ सञ्चार क्षेत्र मात्र होइन, सबैले सञ्चार क्षेत्रलाई बचाउने भने चाहिँ सबैले सोच्नु जरुरी छ भन्ने कुरा म राख्न चाहन्छु। र अन्त्यमा चाहिँ के अरे चाहिँ हाम्रो कृष्ण सर र हाम्रो तिलक सरले भन्नुभयो, सैन्यमा यति धेरै चाहिँ के अरे चाहिँ सङ्घ संस्थाहरू छन्, यति धेरै कामहरू भइरहेछन्। त्यसले के अरे चाहिँ हाम्रो कृष्ण सर त कति लाखकै करोडकै के अरे चाहिँ करोडहरू चाहिँ के अरे हामीले चाहिँ के अरे सुरुवात गर्छौँ, यहाँ काम गर्छौँ भन्नुभयो। तर खोइ त मिडियालाई सपोर्ट, कम्तीमा मिडियालाई के अरे चाहिँ सबैले गर्नु पर्दैन। कम्ती के अरे चाहिँ मिडिया क्षेत्रमा काम गर्ने, त्यही क्षेत्रमा के अरे चाहिँ लेख्ने कम्तीमा वर्षमा एउटा पत्रकारलाई सम्मान गर्न सकिन्छ नि त। त्यसले पनि छैन, कति पैसा लाग्छ, कति खर्च लाग्छ, लाग्दैन नि। त्यो आफ्नो आत्मा उसबाट चाहिँ आउनु पऱ्यो, त्यो जागृत हुनु पऱ्यो। त्यो सरकारले चाहिँ त्यसले चाहिँ मिडियालाई चाहिँ मिडिया क्षेत्रलाई चाहिँ प्रोत्साहन मिल्छ। केवल पालिका मात्र होइन, सङ्घ संस्था मात्र होइन, अरूले पनि सबैले पनि सोच्नु पऱ्यो मिडिया क्षेत्रको विकास गर्ने भने चाहिँ। र के अरे मिडियाबाट चाहिँ सैन्यमानको समृद्धिको कुरा गर्ने भने चाहिँ मिडिया क्षेत्रमा लागेका सञ्चारकर्मीहरूलाई पनि प्रोत्साहन गर्ने एउटा वातावरण चाहिँ तयार गर्नुपर्छ भन्ने कुरा चाहिँ हो। र यसमा चाहिँ के अरे सङ्घ संस्थाहरू बढी उत्तरदायी हुनुपर्छ, किनकि अब के अरे पालिकाको कुरा छँदैछ, अब चाहिँ प्रदेशको कुरा छँदैछ, सङ्घको कुरा छँदैछ, उनीहरू गर्न नआएको कुरा हो। तर स्थानीय क्षेत्रमा रहेका सङ्घ संस्थाहरू पनि चाहिँ त्यो दायित्व चाहिँ निर्वाह गर्नुपर्छ, त्यो दायित्व पुरा गर्नुपर्छ। कम्तीमा चाहिँ यस क्षेत्रमा रहेको सञ्चारकर्मीलाई चाहिँ के अरे सम्मान एउटा प्रोत्साहन गर्ने के अरे चाहिँ वातावरण तयार गर्यो भने चाहिँ सैन्यमानको समृद्धिमा टेवा पुग्छ भन्ने कुरा चाहिँ एउटा आधार हो। त्यसपछि चाहिँ यहाँले चाहिँ अगाडि बढ्नुहुनेछ, अबको दिन भोलिको दिनमा चाहिँ काम गर्नुहुनेछ भन्ने चाहिँ म विश्वास लिएको छु। त्यसै गरी चाहिँ अब बडा के अरे चाहिँ अब सञ्चारकर्मी साथीहरूले नै यहाँ यो पनि कुरा राख्न भन्नुभयो, यो पनि मैले कुरा राख्न चाहन्छु। सैन्यमानामै काम गरेका सञ्चारकर्मीहरूले तलब नपाएको कुरा पनि छ। धेरै वर्ष काम गरेको अथवा केही महिना काम गरेको सञ्चारकर्मीहरूले तलब नपाएको, अनि तलब माग्न जाँदाखेरि चाहिँ अनेक किसिमको चाहिँ प्रताडना अथवा चाहिँ या के अरे चाहिँ मानसिक दिएको भन्ने कुराहरू पनि आइरहेको छ। त्यो विषयमा पनि चाहिँ वास्तवमा चाहिँ आगामी दिनमा चाहिँ अब सोध्नुपर्ने अवस्था आएको छ, सञ्चारकर्मीहरूले नै सोध्नुपर्ने अवस्था आएको छ। र अन्तमा अब म चुनौतीहरूको कुरा गर्न चाहन्छु। हुन त अब देशको अवस्था नै समस्या नै छ, तर चाहिँ सानोमाना क्षेत्रमा चाहिँ कृषि, शिक्षा, स्वास्थ्य, श्रम, युवा, बालबालिका सबै क्षेत्रको एकमुष्ट समाधान भनेको चाहिँ सानोमानाको समृद्धि नै हो। सानोमानाको समृद्धि आधार भनेको यिनी क्षेत्र हुन्। त्यो हुँदा चाहिँ यी क्षेत्रलाई चुनौती मात्र नमानेर सबैलाई यो सम्भावनाको रूपमा यसलाई विकास गर्न सकियो भने चाहिँ भोलिको दिनमा पनि उनले चाहिँ प्रतिफल पनि दिने भएको हुँदा चाहिँ यी क्षेत्रलाई चाहिँ समेट्नु हुनेछ। र यी सबै गोष्ठीको कार्यपत्र के अरे चाहिँ निष्कर्ष प्रस्तुत गर्ने हाम्रो रवि सरले चाहिँ यी विषयलाई पनि के अरे चाहिँ निःशुल्क रूपमा चाहिँ एउटा चाहिँ प्रस्तुत गर्नुहुनेछ र यसमा चाहिँ थप गर्नुहुनेछ भन्ने कुरा चाहिँ म एउटा विश्वास राख्दै अब मेरो भनाइ चाहिँ यहीँ टुङ्ग्याउँछु। धन्यवाद।